छोरीले डाक्टरको नाम निकाली डाक्टर हुन 70 लाख लाग्यो हो 70 लाख रुपियाँ लगानी गरेर पढाइ पास गरे भोलिपल्ट मेडिकल काउन्सिल पास गरी पाटन हस्पिटलको स्थायी डाक्टर कोठा पुगी उसको बिहे गरेका थिएन छोरी भन्दा 2 वर्ष जेठो रहेछ उनले आई लभ यु भन्दियो हैन केटो जात पनि मिलेको थर पनि मिलेको विरासत पनि मिलेको हैन आनी बानी पनि राम्रो पढाइ लेखाइ पनि भएको दिने कि नदिने दिनु पर्यो हैन घरडानसँग फेरि अर्को 30 लाख खर्च गरेर बिहे पनि गर्दिने 1 करोड गयो हो अब आको तलब कसलाई जयलाई छोरीसँग माग्न मिल्छ अनि घर धितो राखेर छोरीलाई डाक्टर पढाएको किस्ता कसका मागा बाउका मागा अनि मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ छोरी पढाएको घर चलेर भन्न मिलेन मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ हो त्यो बाउलाई भन्नु गाइदिए गीत हो नारायण गोपालले